टमाटर अनि लसुन खुर्सानीलाई पानीमा पकाएर नास्ता बनाएको साथीहरू यति मिठो भयो झन्नै बेहोस परेर ढल्न म त। तपाईहरुले पनि यो रेसिपी मनपर्छ भने लास्टसम्म हेरेर बनाएर खानु होला। सबैभन्दा पहिला चाहिँ मैले टमाटर लिए, त्यसपछि यतातिर प्यान बसाले पानी राखेँ। अनि पानी राखेर पानी अलिअलि तात्न लागेपछि चाहिँ 3वटा लसुन, 3टा सुकेको खुर्सानी अनि 3टा टमाटरलाई चाहिँ राखेर मजाले बुक्लु बुक्लु पकाएँ। लगभग 5 मिनट जतिमा चाहिँ यो मजाले पाकिसकेको थियो। टमाटर चाहिँ अलिकति फुटे जस्तो भएपछि चाहिँ यो रेडी भयो। अनि यसो अलिअलि चलाएँ, त्यसपछि चाहिँ यो रेडी भएको रहेछ। अनि निकालेँ मैले एउटा छान्नीमा, यसरी सबैलाई निकालेँ। खुर्सानी, लसुन, टमाटर सबैलाई निकालेर अनि सेलाउनको लागि चाहिँ अर्को भाँडामा राखिदिएँ। एकैछिनमा सेलाउँछ यो। अझै पंखाको तल राख्ने भने झन् छिटो सेलाउँछ। त्यसपछि यतातिर चाहिँ मैले एउटा मिक्सिङ जार लिए अनि लिएर चाहिँ सबैलाई त्यसमा राखेर अनि यसको चाहिँ यस्तो प्युरी तयार गरेँ। फेरि कमेन्टमा प्युरी भन्नुभयो, के भन्नुभयो भन्नुहुन्छ, के भन्नु, लेदो भन्छ नेपालीमा, लेदो तयार गरेँ। अनि त्यसपछि मैले यतातिर प्यान बसालेर तेल राखेँ 2-3 चम्चा अनि जिरा फुराएँ। जिरा फुराएर अघि तयार पारेको यो पेस्ट भन्छु म चाहिँ, अब के भन्नुहुन्छ तपाईहरुले त्यही भन्नु होला। अनि यसलाई राखिदिएँ। यसरी राखेर मजाले फरङफुरुङ गर्दै चलाएँ। अनि त्यसपछि बोइल गरेर राखेको थिएँ 2टा आलु, अनि त्यो पनि राखिदिएँ मैले। अनि त्यसपछि स्वादअनुसार नुन राखेँ अनि रातो तुलु खुर्सानी राखेँ थोरै अनि जिराको पाउडर राखेँ अलिकति, राखेर मजाले यसलाई चलाएँ। अनि अलिकति पानी राखेर यसलाई यताउता चलाइदिएँ। त्यसपछि चलाइसकेपछि छोपेर 2 मिनट जति मैले पकाएको थिएँ। 2 मिनट भइसकेपछि यतिको भयो, हेर्नुहोस् त, यतिको भएपछि रेडी भयो। यस्तो मजाको बास्ना आछ नि यो, त्यो पकाएको लसुन अनि खुर्सानीको बास्ना त यस्तो हररर आएको छ साथीहरू। तपाईहरुको बुढी बुढा रिसाएको बेलामा पनि यो बनाएर खान दिनु, मक्कै पर्ने जस्तो टेस्ट हुँदो रहेछ। हेर्नु, मैले 2 चोटि खाएँ यो चाहिँ। अस्ति एकचोटि के खाम हुँदा बनाएर खाएको थिएँ। अनि आज पनि बाहिर पानी परेको जमजम्ती, अनि के काम हुन्छ कि मलाई त काम भ्याउँदा पनि यहाँ बेसिनमा भाँडा पनि छ, मोलेको पनि छैन। मोल्दै म त यतातिर बनाएर खानलाई। त्यसपछि चाउचाउ राखेँ, चाउचाउको नुन राखेँ। अनि त्यसपछि मसिनरी काटेको प्याज राखेँ अनि हरियो खुर्सानी मसिनरी काटेर, अनि त्यसपछि धनियाको पत्ता पनि राखिदिएँ। ओइल आएको रहेछ, त्यही पनि स्वाद त आउँछ नि त भनेर त्यो पनि राखेँ। अनि कागती निचरी दिएँ। छेउमा चाहिँ मैले अघि काटेर बसेको खुर्सानी चाहिँ त्यो राखिदिएँ अनि मुला राखेर खानको लागि यो रेडी छ। यस्तो मिठो टेस्ट हुन्छ, साँच्चै तपाईहरुले बनाएर खानुहोस्। अझै छ भने चना, भिजाएको चना माथिबाट राखेर खानुहोस्, झनै मिठो हुन्छ। हेर्दै हेर्नु कस्तो मजाको भएको छ। आलु सफ्ट अनि यो क्रन्ची चाउचाउले यस्तो मिठो स्वाद ल्याउँछ। तपाईहरुले पनि बनाएर घरमा इन्जोय गर्नु होला। कस्तो लाग्छ कमेन्ट पनि गर्नु होला। धन्यवाद भिडियो हेरिदिनु भएकोमा साथीहरु।